Hello guys, welcome back to my channel. सबैजना आरामै हुन्छ, म पनि आरामै छु. सो करेन्टली म चाहिँ यहाँ भुम्रेमा छु हैन. अनि घरबाट निस्केको गुल्मी जाँदैछु. अनि मैले चाहिँ मसँग चाहिँ अहिले मेरो महेश भाइ छन् हैन. सो अलि हेलमेट चाहिँ अलि टाइट भयो कि खानासाना खाएर. अनि अहिले चाहिँ 2:45 हुन लागेको छ है. सो अहिले हामी दुईजना जाँदैछौँ. अनि आज चाहिँ यता हामी गुल्मी जाँदैछौँ. अनि यता पर्वततिरबाट जाँदैछौँ है. अहिले चाहिँ हामी यो भुम्रेको पुल देख्न सक्नुहुन्छ. तल आँधी खोला छ है. अनि यो शहीद गेट भइहाल्यो. सो आजको राइड चाहिँ अलमोस्ट भन्दाखेरि चाहिँ 3टा जिल्ला क्रस गरेर जान्छ है. अब स्याङ्जा त भइहाल्यो. अनि बिचमा पर्वत आउँछ. फेरि एउटा पुल क्रस गरेर सस्पेन्सन ब्रिज छ कि क्रस गरेर गइसकेपछि गुल्मी पुगिन्छ. सो किलोमिटरको हिसाबले चाहिँ डिस्टेन्सको हिसाबले चाहिँ त्यति धेरै टाढा छैन. तर हामी चाहिँ 3टा जिल्ला क्रस भएर जानुपर्ने हुन्छ अहिले चाहिँ है. यो बाटो चाहिँ कोही ठाउँमा पिच पनि छ भने चाहिँ कोही ठाउँमा धुलो छ. अनि पर्वततिर गएपछि त त्यतातिरको रुट चाहिँ एकदम राम्रो नै छ. म पहिला पनि हिँडेको छु है त्यो बाटो. अनि तल चाहिँ आँधी खोला देख्न सक्नुहुन्छ. वालिङ हुवास यातायात भयो. अनि वालिङ हुवास यातायात नै पर्छ है. यो रुट चाहिँ पर्वत जाने रुट हो होइन. स्याङ्जा जिल्ला र पर्वत जिल्ला कनेक्ट गर्ने रुट हो. अनि उतातिर गइसकेपछि चाहिँ हामी सस्पेन्सन ब्रिज क्रस गरेर त्यसपछि गुल्मी पुग्नु पर्ने हुन्छ. अरू पनि रुट छ होला तर मलाई थाहा भएको रुट चाहिँ त्यही नै हो. सो थोरै अगाडि गएर भेटौँ है त. सो अहिले चाहिँ हामी यो वालिङ 9 टुडी खोला 0 यो माथिबाट पनि जान्छ. तर हामी चाहिँ यो तलतिरबाट जाँदैछौँ अहिले है. अनि हिजो म गाउँतिर थिएँ नि त. अनि हाम्रो गाउँबाट पनि देख्छ कि यो बाटोहरू. यो बाटो चाहिँ मेन्टेनेन्स गर्दैछ, बनाउँदैछ क्या, पिच गर्दैछ. माथिबाट चाहिँ मैले देखिरहेको थिएँ. तर अहिले त्यही बाटो भएर जाँदैछौँ है. के कति भइरहेछ देख्न सकिन्छ है. गएपछि हिँड्दै जाऊँ. अनि यतातिर चाहिँ एकदम राम्रो भयो चाहिँ. वालिङ स्कलर्स फाउन्डेसन स्कुल नि यहाँ रहेछ है. अनि त्यही नै हो. यो पहिला चाहिँ यो बाटो बनेको थिएन है. अनि अहिले चाहिँ यो बाटो पहिला चाहिँ माथिको बाटो धेरै मान्छेहरू हिँड्ने. अनि पर्वत पनि त्यही माथिको बाटो जान्थेन. अहिले धेरै जसो गाडीहरू चाहिँ यही बाटो हिँडेको देख्न सकिन्छ है. किनभने यो बाटो अनि राम्रो पनि छ. अनि माथिबाट चाहिँ धेरै घुम्नुपर्छ कि माथिको बाटो. त्यही भएर गाडीहरूलाई नै यो बाटो सजिलो भएको हुनाले सायद अनि यो बाटो धेरै हिँडेको देख्न सकिन्छ है. सो यतातिर चाहिँ अहिले बाटो पिच गर्नको लागि चाहिँ जस बाटो लेभल गरेर प्लेन गरेको रहेछ है. हल्का गिटीहरू देख्न सकिन्छ है. यसमा चाहिँ अलिक खतरा हुन्छ कि है. त्यही भएर स्लो हिँड्नु पर्ने हुन्छ. सानो ढुङ्गाले नै पल्टाउन सक्छ कि. अनि देख्न सक्नुहुन्छ गाउँहरू घरहरू है. क्या मजाको छ देख्न सक्नुहुन्छ गाउँहरू. अनि यहाँबाट चाहिँ मेरो गाउँ पनि देखिने रहेछ क्या. अनि गाउँ भयो, छापत देखिने रहेछ. अनि फेरि राम्चे डाँडा सबै मजाले देखिरहेको छ कि यहाँबाट. हो माथि टक्क माथि स्काई लाइनमा देख्नुभयो भने माथि चाहिँ टक्क मेरो गाउँ देखिन्छ कि यहाँबाट देखिरहेको छ. एकदम इन्सिडेन्ट भएको ठाउँ हो कि यो. सायद 8-9 वर्ष अगाडि यो पहिरोमा चाहिँ एउटै घरको 9जना
पर्नु भएको थियो, बित्नु भएको थियो त्यही पहिरोमा। उतातिर गाउँलाई चाहिँ सायद तमादी भन्छ है। सो अहिले चाहिँ हामी यो मेन रोडमा कनेक्ट भइसकेको छौँ है। यो चाहिँ उताबाट पनि पहिला चाहिँ त्यो पुरानो बाटो हो होइन, अहिले चाहिँ यो हामी तल्लोबाट आयो। जस अहिले चाहिँ हामी मेन रोडमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ। धुलो चाहिँ खतरै रहेछ अहिले। अब सायद बाटो खनेको रहेछ क्या, त बाटो फराकिलो गराएको रहेछ, त्यही भएर बाटो चाहिँ एकदम धुलो छ, देख्न सक्नुहुन्छ। यो डुम्रे भन्ज्याङ आइपुगेको छौँ है। तर डुम्रे भन्ज्याङ आज सुनसान छ है। पहिला चाहिँ यो यतापट्टि सबै उसमा होटेलहरू थियो भने चाहिँ अहिले चाहिँ अलिक माथि चाहिँ 2-3टा पसल मात्रै रहेछ, नत्र पुरा फुल थियो क्या यहाँ। यति रमाइलो भिडभाड थियो है। अनि यहाँ स्कुल पनि छ क्या, तर छैन आजकल पहिला जस्तो है। मान्छेको बस्ती नै छैन नि त। अब स्कुल पढ्न आउने यताउति टर्न हुन्थ्यो, त्यही भएर अनि गाडीहरू पनि त्यहीँ रोक्ने यताउति गर्दा रमाइलो हुन्थ्यो, तर छैन आजकल त्यस्तो। यो चाहिँ माथि सिरबाने जाने बाटो देख्न सक्नुहुन्छ। सिरबाने जाने गाउँ जाने बाटो भइहाल्यो। बाटोहरू चाहिँ जस एकदम धेरै कर्भ नै छ कि यहाँ घुमाउरेहरू यताउति नै छ होइन। थोरै अगाडि गइसकेपछि हाम्रो फेरि पर्वत जिल्ला सुरु हुन्छ है। अनि यो रुटमा चाहिँ धेरै गाडीहरू चाहिँ वालिङ भुम्रेबाट छुट्ने गर्छ है पर्वतको लागि। गाडी गइरहेको छ सामान लिएर है। धुलो अनि मेरो गाउँ यहाँबाट नै गाउँ जान सक्छु है म, यता यहाँ यो रुट हुँदै। तर अहिले चाहिँ म पर्वत उता गुल्मी जानु छ नि त, त्यही भएर म यतातिर जान्छु। गाडी चाहिँ फुल्ली लोड छ है सामान लिएर। अगाडि जानु पर्ने हुन्छ। ट्रिपर लोड लिएर जाँदै रहेछ, यसलाई पनि काट्नु पर्ने हुन्छ। तर बाटो अलिक साँघुरो छ नि त। धुलो चाहिँ खुवाउने भयो है, धुलो भएर त एकछिन धुलो पनि खाइयो है, के गर्ने। नेपालको बाटो यस्तै छ, गुनासो गरेर नि भएन, यस्तै छ हजुर। बाटो फराकिलो गर्ने अनि बाटो बनाउने काम चाहिँ चलिरहेको रहेछ है। सो अब चाहिँ हामी लगभग स्याङ्जा जिल्लाको अन्तिम बोर्डरतिर छौँ भन्दा हुन्छ है। स्याङ्जा जिल्लाको सीमा समाप्त भएर यहाँबाट चाहिँ पर्वत जिल्ला सुरु भइसकेको छ है। अनि देख्न सक्नुहुन्छ है, एकदम ठुलो बस पनि चल्ने गर्छ है। यो बस पनि गुल्मी हुँदै गुल्मी पर्वत अनि फेरि स्याङ्जा, त्यसपछि अझै अगाडि पनि जान्छ होला सायद होइन। यो चाहिँ आउन चाहिँ उता गुल्मीतिरबाट आएको हो। सो अहिले चाहिँ हामी हातेमालु चोक यही नै हो। यहाँबाट चाहिँ लेफ्ट लिएर जानुपर्ने हुन्छ है।
सो अहिले चाहिँ हामी हातेमालो चोक हातेमालो बजार क्रस गरेर त्रिवेणी हुँदै अगाडि बढ्दैछौँ। देख्न सक्नुहुन्छ घरहरू आरसिसी घरहरू छ है। यहाँ ठाउँ एकदम राम्रो छ, देख्न सक्नुहुन्छ है। तल चाहिँ के खोला भन्छ यार, मर्दी खोला बगिरहेको छ है। साँच्चै बोलिरहेको मर्दी खोला बगिरहेको छ। सो अहिले चाहिँ हामी अन द वे टु सेतीबेनी है। तर यतातिर गाउँघर जस्तो दामी देखिरहेछ। अनि यतातिर चाहिँ धेरै यो साइडतिर चाहिँ घरहरू एकदम कम रहेछ क्या, बस्तीहरू। अनि जङ्गल चाहिँ धेरै देखिरहेको छ। त्यस्तो गाउँहरू सायद मासतिर छ होला, तर यतातिर चाहिँ धेरै बस्तीहरू नरहेछ, सुनसानै छ है। सो पारीको बाटो चाहिँ दामी देख्छ है। त्यताबाट चाहिँ अहिले पुल बनाएको अरे नि त, त्यताबाट चाहिँ अर्बिनी निस्किन्छ अरे क्या। सो देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले यताबाट बायाँबाट गयो भने सिधा सेतीबेनी जान्छौँ भने अहिले चाहिँ हामी माथितिर जानुपर्ने हुन्छ। अब चाहिँ हामी पैयुँ गाउँपालिका सकिएर सायद पैयुँ गाउँपालिका सकिएर बिहादी गाउँपालिका इन्टर भइसकेको छौँ, देख्न सक्नुहुन्छ है। यतातिर रोड चाहिँ यो पहिले धेरै नै भइसक्यो पिच भएको है। रोडहरू एकदम राम्रो छ। अनि यतातिरको ठाउँहरू पनि राम्रो छ है, देख्न सक्नुहुन्छ। अनि हाई टेन्सनको लाइनहरू माथि गइरहेको छ यता बायाँतिरबाट। अनि अग्लो अग्लो पहाडहरू देख्न सक्नुहुन्छ है यतातिर। हामी चाहिँ सिधा गयो भने उता अगाडि ठाउँको नाम त के भन्छ अरे, त्यतातिर जान्छ। अब चाहिँ हामी यहाँबाट लेफ्ट लिनुपर्ने हुन्छ। यहाँ प्रतीक्षालय छ एउटा। अनि सो अब चाहिँ यो पुलले चाहिँ दुईवटा जिल्लालाई जोड्ने काम गर्दछ। यतातिर पर्वत भइहाल्यो, पारी चाहिँ तपाईँको गुल्मी पर्छ। अनि त्यो ठाउँको नाम चाहिँ राक्से हो। सो अहिले चाहिँ हामी यो सस्पेन्सन ब्रिज क्रस गरेर जानुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी राक्सेको पुल आइसकेका छौँ, देख्न सक्नुहुन्छ। भिडियो अन गर्छौ र कि डराउँछौ? किन भिडियो अन गर्छौ? भयो छोडो, अलि उतातिर गएर फाल है। सो अहिले चाहिँ हामी यो राक्सेको पुल क्रस गर्दैछौँ। अनि तल देख्न सक्नुहुन्छ कालीगण्डकी बगिरहेको छ भने हामी चाहिँ बाइकमा जाँदैछौँ अहिले। फाल्दै फाल्यो। सुरुमा एक दुईचोटि चाहिँ डर लाग्थ्यो है, अलिअलि डर लाग्थ्यो। आज त त्यस्तो केही जस्तो लाग्दैन है, नर्मल लाग्छ। सो पुल पनि क्रस गरिसकेको छ हामीले अहिले। अनि यो ठाउँको नाउँ चाहिँ अहिले चाहिँ हामी चाहिँ गुल्मी इन्टर भइसकेको छौँ भने यो ठाउँको नाउँ चाहिँ राक्से है। सो अब चाहिँ हामी यहाँबाट मासतिर लाग्नुपर्ने हुन्छ। केही थाहा छैन नि हो र होइन।
गाइज अहिले चाहिँ हामी यहाँ थोरै यसो हल्का ब्रेक गरेको होइन वालिङबाट अब हिँडेदेखिबाट हामीले कतै पनि रोकेको थिएन कि यो चाहिँ फर्स्ट स्टप हो सो अब चाहिँ यहाँबाट माथि उकालो पर्छ नि त अनि अफ रोड छ अनि एउटा बाइकमा 2 जना जाँदैछौँ त्यही नै हो त्यति लामो चाहिँ होइन डिस्टेन्स चाहिँ तर पनि अब यहाँबाट चाहिँ माथि अफ रोड छ सो किप वाचिङ है अब माथि चाहिँ पुरै लेक पर्छ क्या सो हेर्दै गर्नु होला माथि पुगेर फेरि हल्का तपाईँलाई भ्यू देखाउने छु सो अहिले चाहिँ हामी सानो छोटो ब्रेक पछि फेरि पूर्ण ब्याक अन राइड है देख्न सक्नुहुन्छ अनि अब चाहिँ यहाँ हाइट बढ्दै गएपछि होइन माथि त लेक पर्छ नि त अनि चिसो चाहिँ अलि धेरै नै छ कि वालिङ अनि हाम्रो गाउँतिर भन्दा त यतातिर चिसो धेरै नै हुन्छ कि सो चिसोसँग बस्नु पर्ने हुन्छ अनि हाम्रो स्टे चाहिँ धेरै होइन आजको राति मात्रै हुनेछ यहाँ फेरि विल बी ब्याक टुमोरो मर्निङ सो यो चाहिँ यहाँ चाहिँ खत्रै पहिरो झरेर चाहिँ देख्न सक्नुहुन्छ है बर्खाको टाइममा त यहाँ पनि पहिरो झरेको गर्छ यतातिर सो अब हेरौँ रोयल इनफिल्डले यो अफ रोड कतिको तान्छ 2 जना लोड लिएर सो हेर्दै जानु होला सो देख्न सक्नुहुन्छ क्या मजाको फुल फुलिरहेछ है हेर्दाखेरि त सनफ्लावर जस्तो देखेछ तर सनफ्लावर चाहिँ होइन यसको नाम चाहिँ मलाई पनि थाहा भएन फुल चाहिँ दामी फुलेछ अनि दामी देखिरहेछ पारी पर्वततिर चाहिँ घाम लागिरहेको छ अवस्था छ अझै पनि सो अनि उकालो छ नि त अनि 2 जना छौँ हामी एउटै बाइकमा यो गाउँको नाम चाहिँ दङ्गोखानी हो है देख्न सक्नुहुन्छ ठाउँ चाहिँ यतातिर एकदम गाउँहरू एकदम राम्रो छ कि हाइटमा छ अनि जस मलाई चाहिँ एकदम रमाइलो लाग्छ यतातिर आउन घुम्न यो ठाउँ चाहिँ एकदम सो यहाँबाट चाहिँ यस्तो दामी ब्युटिफुल माउन्टेन रेन्जेसहरू देखिरहेको छ देख्न सक्नुहुन्छ है अनि भाइ बहिनीहरू चाहिँ भर्खर स्कुल छुट्टी भएर फर्किँदै रहेछन् हामी पनि अब अलमोस्ट पुग्न लाग्यो है माथि घर लास्टै छ है जाडो छ यो चाहिँ स्कुल भइहाल्यो दङ्गोखानी मावि है यहाँबाट चाहिँ हामी माथि जानुपर्ने हुन्छ यहाँ चाहिँ एउटा मन्दिर छ देख्न सक्नुहुन्छ सो आजको राइड चाहिँ धेरै थिएन अलमोस्ट 40 किलोमिटरको भनौँ 41 को वालिङदेखि यहाँसम्म चाहिँ होइन अब डिस्टेन्स चाहिँ त्यति टाढा छैन तर सुन्दा चाहिँ अब वालिङ अनि फेरि पर्वत अनि फेरि गुल्मी भयो नि त 3टा जिल्ला भयो सो त्यही नै हो आज राइड चाहिँ हामी कतै पनि रोकेन अघि एक ठाउँमा आएर राक्सीमा रोकियो भने त्यसपछि सिधै यहाँ घरमा आइपुगेको अवस्था छ हामी होइन ट्र्याक्टर सो अब हामी चाहिँ यहाँ घर आइपुगेको अवस्था छ है यहाँ चाहिँ मान्छेलाई अब सो फाइनल्ली हामी यहाँ आइपुगे अहिले मामा घर आएको सो गाइज फाइनल्ली
40-42 किलोमिटरको राइडपछि फाइनली म चाहिँ यहाँ गुल्मी आइसकेको छु। यहाँ चाहिँ अनि अहिले चाहिँ अलि चिसो छ मौसम होइन, त्यही हो। अनि यहाँबाट चाहिँ एकदम यहाँबाट सबैभन्दा राम्रो चिज चाहिँ के छ भन्दाखेरि यहाँबाट चाहिँ एकदम ब्युटिफुल माउन्टेन रेन्जेसहरू देख्न सक्नुहुन्छ। पारी देखिराख्नु भएको छ होला, त्यो देखिरहेको छ। अनि बिहान पखरै घुम्न जाँदै देख्छु, अरू चाहिँ अलिअलि क्लियर नभएर देखेको छैन। अनि यहाँ तल देख्नुभएको चाहिँ यो पारी चाहिँ यो पर्वत जिल्ला हो। अनि त्यही हामी चाहिँ पर्वत हुँदै आएको। अनि हामीलाई चाहिँ वालिङबाट आउँदा चाहिँ अलमोस्ट 2.5 घन्टा लाग्यो होला वालिङबाट यहाँ आइपुग्नसम्म। सो आजको राइड चाहिँ ठिकै भयो। अनि आज चाहिँ मसँग चाहिँ मनिष भाइ आएको थिए, 2 जना आइयो, त्यही हो। अब फेरि आउने दिनहरूमा फेरि भिडियो बनाउने छु। सो यति भन्दै आजको लागि बिदा हुन चाहन्छु। र फेरि भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला, अनि सब्सक्राइब पनि गर्नु होला है त।